हेलो नमस्ते सम्पूर्ण साथीहरू। आज म तपाईहरु सामु श्री फुलचोकी माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्राइमरी लेभलका विद्यार्थीहरूले बनाउनु भएको क्ले वर्कबाट बनेका विभिन्न आकृतिहरू देखाउन गइरहेको छु। साथीहरू, हामी विद्यालयमा विद्यार्थीहरूलाई क्ले वर्क कम्पिटिसन गराएका थियौं। बालबालिकाहरूले सामान्य क्लेबाट यति राम्रा आकृतिहरू बनाउनु भएको छ कि हामी नै चकित बन्यौं। ल हेर्नुहोस् त, एउटा सामान्य क्लेबाट यति राम्रा आकृतिहरू, फुल अनि विभिन्न घरहरू, जङ्गलहरू, सोलर सिस्टमदेखि लिएर विभिन्न खालका आकृतिहरू आफैले कल्पना गरेर उहाँहरूले चाहिँ बनाउनु भएको छ। यो चाहिँ हामीले हाउस वाइज कम्पिटिसन गराएका थियौँ। विभिन्न हाउस बीच उहाँहरूको चाहिँ कम्पिटिसन भएको छ र प्रत्येक हाउसको सबैको राम्रो छ। एकदम बालबालिकाहरू प्रतिभाका खानी हुन्छन् भन्ने कुरा चाहिँ प्रमाणित गर्नुभएको छ उहाँहरूले।